यहाँ चाहिँ हाम्रो कवि साहित्यकार हुनुहुन्छ है अर्जुन शर्मा निरौला र तपाईहरु सबैले चिन्नु भएकै हो र यहाँ सरोजा पियुष बान्तबा उहाँ हुनुहुन्छ कवियत्री है र आज यो बरल बगैँचा सिलगढीमा हामी यसरी दाजुसँग भेट गर्ने मौका पायौं र अब दाजुसँग हामी केही कुरा गर्नेछौँ है दाजु। एकदम सबभन्दा पहिला हामी सरोजा अर्जुनको हरेका विचारहरुमा सबैलाई हामीले स्वागत जनायौं। अनि तपाईको यो साहित्य क्षेत्रमा तपाई धेरै अगाडिदेखि नै अब तपाई संलग्न भएर मजाले अब एउटा अहिले चाहिँ भन्नु हो भनेदेखि अब चर्चित कवि यसमा चाहिँ अब तपाई नम्बर 1 मै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, किनभनेदेखि यो अवस्थामा हुनुहुन्छ तपाई यो व्हील चेयरमा बसेर पनि तपाईले यो साहित्य क्षेत्रमा चाहिँ धेरै काम गर्नु भएको तपाईले अब यो भन्नु पर्दाखेरि इन्टरनेशनल फिगरको जस्तो लाग्छ के मलाई चाहिँ। तपाई के भन्नुहुन्छ त्यसमा चाहिँ? सम्पूर्ण दर्शकहरुलाई यो बताउँछु कि अब हेर्ने आँखाहरु त हजारौं छन्, के कति गरियो ती आँखाहरुले छानेका निर्गोलहरु हुन् है। र अब आज हरेका विचारका सञ्चालक हरि पौडेल भाइले भन्नुभयो तपाई अन्तर्राष्ट्रिय फिगर हुनुभयो भनेर भन्नुभयो र यी साँच्चै नै भाग्यले पनि जुराओस् कि मैले साहित्यको सेवा गरेर हामी सरोजा अर्जुनले साहित्यको सेवा गरेर अन्तर्राष्ट्रिय फिगरै वास्तवमा बनिन सकिन्छ भन्ने लागेको छ। किनभनेदेखि आज तपाई अब कति वर्षदेखि तपाई अब यो व्हील चेयरमा तपाई पर्नु भयो त? के कारणले पर्नु भयो? अब यसो सानो छोटकरीमा तपाईले बताउनु। अब व्हील चेयरमा चाहिँ सन् 2003 सालमा लाभाको छेउमा एउटा सडक दुर्घटना परेर यसरी बसियो र मोटामोटी अब अहिले लाटागन्ती हो भने 25 वर्ष हुन लाग्यो व्हील चेयरमा बसेको। हजुर। र रोड एक्सिडेन्ट कारणले गर्दाखेरि व्हील चेयरमा बसेको। त्योभन्दा पहिला त तपाई त्यो साहित्य क्षेत्रमा कम्ती नै हुनुहुन्थ्यो हैन? त्योभन्दा अगाडि साहित्य क्षेत्र चाहिँ थियो, तर अब कम्ती थियो। त्यति बेला पनि मैले त्यहाँबाट एउटा आवाज भन्ने पत्रिका चलाइरहेको थिएँ। साथीहरूसँग मिलेर लाबाट कुइरो भन्ने पत्रिका निकालेको थियौँ। गाउँबाट प्रेरणा भन्ने निकालेको थियौँ, जहाँ म कोही ठाउँमा सचिव थिएँ, कहीँ सम्पादक थिएँ र आवाजको चाहिँ मुख्य सम्पादन मेरो सम्पादनमा प्रकाशित भइरहेको थियो 2003 मा। हजुर हजुर। त्यहाँदेखि चाहिँ अहिले अब मोटामोटी लाटागन्तीले 25 वर्षदेखि तपाईँ यो अवस्थामा हुन्छ, तर तपाईँले भाषा साहित्यको सेवा गर्दाखेरि चाहिँ आज अब तपाईँलाई अब नचिन्ने हाम्रो साहित्य क्षेत्रमा नचिन्ने बिरलै पाइन्छ होला, तपाईँलाई कस्तो लाग्छ यो विषयमा? अब यसरी ओछ्यान सुतेपछि पनि 16-17 वर्ष त मेरो यसै गयो है। र जब मेरो जीवनमा अब 2000 साल कोरोना कालमा भनौँ न हैन, कोरोना कालमा मेरो जीवन सङ्गिनी बनेर सरोजा बान्तवा आएपछि चाहिँ अब हामी दुई पहिया भयौँ है। र यिनले मलाई अब जहाँ भन्यो त्यहाँ लगेर जान्थिन् र आजकल अब हामी धेरैजनाले मलाई अब चिन्नुहुन्छ है। तपाईँको पुस्तकहरू पनि निकै प्रकाशित भइसकेका छन् हैन? मोटामोटी मेरो आफ्नै 4वटा जति हजुर प्रकाशित भएको छ र म सँगसँगै अब यिनले पनि आफ्नो कृति 2टा प्रकाशित गरिसकेकी छिन्। र अब पुस्तकहरू तपाईँकोमा छपाउनुलाई अब जस्तो अब स्पोन्सरहरू जस्तो छ नि भएको खण्डमा तपाईँले अझै तपाईँ निकाल्न सक्नुहुन्छ? तपाईँले यो चाहिँ तपाईँले गरिरहनु भएको छ नि, तपाईँले यसको प्रयास त? मोटामोटी अब मसँग त्यो किताबी 2-4वटा सङ्ग्रहहरू त तयारी छन्, तर अब त्यसमा प्रकाशित गर्नलाई त अब अर्थको जो हुनु पर्यो है। र यो अवस्थामा हुँदाहुँदै अब अर्थ जो गर्नु अलिक गाह्रै छ। र कहीँबाट स्पोन्सरहरू निस्किनु भयो भने, प्रायोजकहरू निस्किनु भयो भने साहित्यलाई केही कुरा दिन्छौँ भन्ने हामी दुईजनाकै सोच। हजुर हजुर। र अब यसरी उहाँ दाजुको यो सदैव हाम्रो भाषा साहित्यको सेवालाई अब निरन्तर दिनको लागि चाहिँ हामीले के गर्नुपर्ने छ भनेदेखि तपाईँहरू पनि अब प्रकाशित गर्न चाहनुहुन्छ भने चाहिँ उहाँ दाजुसँग सम्पर्क गरेर कतिवटा किताबहरू तपाईँले प्रकाशित गर्न सक्नुहुन्छ है। किनभनेदेखि उहाँको अझै दाजुको हौसला अझै प्रेरणा अब अझै हौसला अझै बढेर जाओस् भन्ने हामी सबैको इच्छा छ। तपाईँले अझै यो इन्टरनेसनल फिगरमा अब तपाईँ इन्टरनेसनल फिगर मात्रै हुन्छ, तर उहाँ पुगेर पनि इन्टरनेसनल प्रोग्रामहरू गर्न सक्ने तपाईँको एउटा क्षमता छ, तर तपाईँले त्यहाँसम्म पुर्याउने एउटा अब माध्यम बनाउनु पर्ने। त्यसले गर्दाखेरि चाहिँ अब तपाईँ देश विदेशमा तपाईँ कहीँ पनि हुनुहुन्छ भने तपाईँ यो किताब उहाँ दाजुको किताबहरू यसो प्रकाशित गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ दाजुसँग सोधै हामी सम्पर्क गरेँ। तपाईँलाई म नम्बरहरू सबै दिइहाल्छु, तपाईँहरूले यसबाट सम्पर्क गर्न सक्नुहुन्छ दाजुसँग। र यति भन्दै आज के गरौँ त? अब आज सबैलाई के भन्न चाहन्छ यसो? अलिकति अब त्यो माछा क्या माछा त्यो टाउको चाहिँ अगाडिबाट हिँड्छ नि,
तर त्यो माछालाई हिँडाउने चाहिँ पुच्छर हुन्छ नि त। हजुर हजुर। र अब सरोजा बान्तवा चाहिँ मेरो अब पुच्छर होइन, कता घुमाउने यिनले घुमाउँछिन् र अब यिनको पनि अलिकति विचार र अब यहाँ तपाईँले के भन्न चाहनुहुन्छ यसमा? अब तपाईँ अब उहाँ दाजु टाउको हुनुभयो, तपाईँ पुच्छर हुनु, पुच्छरले अब कता लाने हो भाषा साहित्यलाई अझै अगाडि लानलाई, अब पुच्छरले कता लाने हो, त्यो चाहिँ तपाईँको विचार भयो? होइन, फर्स्ट अफ अल त हाम्रा है हरिको विचारलाई धेरैजनाले मन पराउनुहुन्छ, हेरिरहनुहुन्छ र सम्पूर्ण हरिको विचारका प्रिय मनहरूलाई नमस्कार। र म के भन्न चाहन्छु भने उहाँ विलचेयरमा हुनुहुन्छ, तपाईँले धेरै प्रश्न गर्नुभयो, मिठो मिठो प्रश्न गर्नुभयो। अनि साहित्यको कुरा गर्दाखेरि अहिले राष्ट्रिय पुरस्कार, अन्तर्राष्ट्रिय पुरस्कार साहित्यमा थुप्रै भइरहेको छ। यो होइन कि इभन दिव्याङ्गलाई पनि अहिले गभर्मेन्टले पुरा प्रायोरिटी दिइरहेको छ है। र रिसेन्टली यो अन्तर्राष्ट्रिय प्रोग्राम थियो दिव्याङ्गको, जहाँ चाहिँ सिक्किममा भएको थियो। तर त्यो अवस्थामा चाहिँ हाम्रो कवि समाजको स्वास्थ्य अलिकति राम्रो भएको थिएन। त्यो कारण चाहिँ हामीले यो सञ्जालदेखि अलिकति टाढा भएकोले गर्दाखेरि हामीले त्यो अपडेट पढ्नु पाएनौँ र थाहा भएन कि यति विषद लाग्यो, यति साह्रो विषद लाग्यो। सिक्किम त हाम्रै घर छेउ हो नि त, छिमेकी हो नि त है, जहाँ चाहिँ हामी बङ्गालभित्र छौँ। सिक्किम त हाम्रो बोर्डर छ, हाम्रो घर परिवार, शाखा सन्तान सिक्किममै बसेको हुन्छ नि त है। तर आफ्नो आँगनमा गएर, आफ्नो घरमा गएर पनि उहाँले त्यो प्रोग्रामको सहभागी हुनु नसक्दा त्यो कुरो चाहिँ मलाई एकदम विषाद लागेको छ है। किनभने आफ्नै आँगनमा भएको कुरोहरू हामीले गुमाउनु पर्दाखेरि एकदमै विषाद लाग्यो। तर पनि हुनसक्छ सिक्किमले फेरि पनि यस्तो प्रोग्रामहरू गर्नुहुन्छ भने अवश्य हामी जानेछौँ भन्ने आशा गरेको छौँ। अब कुराको बिट मारौँ होइन भाइ, कुराको बिट मार्नु अगाडि म यहाँबाट एउटा यस्तो राम्रो काम गर्नुभयो सिक्किमका हाम्रा है मुख्यमन्त्री प्रेमसिंह तामाङ सरले, पिएस गोले सरले, र त्यो महत् कार्यको लागि म चाहिँ सम्पूर्ण दिव्याङ्ग जनको पक्षबाट उहाँलाई व्यक्तिगत रूपमा बधाई दिन्छु है। र भविष्यमा पनि पिएस गोले सरको अगुवाईमा सिक्किमले अघिल्लो कार्यक्रमहरू गयो भने त्यहाँ जाने मेरो उत्कृष्ट इच्छा छ र कोही दिन जुर्ला थियो पनि त्यो अवश्य। किनभनेदेखि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ उहाँ चाहिँ कस्तो हुन्छ, अब उदार हृदयका मान्छे हुनुहुन्छ र कसैले के गर्छु भन्दाखेरि चाहिँ उहाँले चाहिँ के छ भने भरपुर उहाँलाई चाहिँ सहयोग गर्ने उहाँको एउटा भित्री मनले उहाँको अब इच्छा हुन्छ होइन। र सबैले देखिरहनु भयो, हामी देखिरहेका छौँ होइन। र तपाईँको यो इच्छा जारलाई अब यो उहाँको सम्म हामी पुर्याएर र सरको नजरमा तपाईँ पुग्नुभयो भने अवश्य तपाईँलाई सरले, पिएस गोले सरले तपाईँलाई अब अवश्य पनि तपाईँले भेट गर्ने मौका दिनु। आज हरिका विचारमा धेरै कुरा राख्यो है। र अब अघिल्लो भेटमा फेरि कुरा गरौँ है। हुन्छ, एकदम धन्यवाद दाजु। ल हुन्छ, हस् हस् हस्।